म दिपेन सिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेसडर र मैले गाडी चलाएको 2 वर्ष भयो। एकदमै राम्रो लागिरहेछ। फिचर्सहरू, ग्राउन्ड क्लियरेन्स सबै कुराहरू राम्रो छ। एकदमै राम्रो लागिरहेछ चलाउँदाखेरि। मेरो गाडीको बेस्ट फिचर भोइस कमान्ड अनि एप्पल कारप्ले अनि त्यसपछि साउन्ड सिस्टम। अस्ति पनि म भर्खर चितलाङ गएर आएँ। सो रेन्ज त एकदमै राम्रो छ। ग्राउन्ड क्लियरेन्स पनि एकदमै राम्रो थियो। अफ रोड बाटो थियो त्यही पनि तर आरामले मजाले पुग्यो स्मुथ वेमा। ओमोडाको सर्भिस चाहिँ एकदमै राम्रो छ। जति बेला गयो भने पनि अब उहाँहरूले केही बिग्रेको केही कुराहरू भयो भने सबै कुरा हेरिदिनुहुन्छ। चार्ज पनि अब हरेक राति गर्दाखेरि पनि ल आउनुहोस् गरिदिन्छु भन्छ। अनि जति बेला गए पनि ल हजुरको लागि एभाइलेबल छ भनेर हरेक चोटिमा सर्भिस चाहिँ एकदमै राम्रो छ। सुरुमा त फ्यान्सहरूले भेट्दाखेरि सुरुमा ओमोडा यो एनपिएलको सिरिज होइन भनेर भन्छन्। अनि त्यसपछि चाहिँ गाडी पनि एकदमै राम्रो रहेछ दाइको भनेर भन्छन्। मैले चाहिँ अब ओमोडामा अब इभी गाडीमा एकदमै जस्तै कसैले सोद्धाखेरि पनि अब पेट्रोल गाडी किन्छु यो भनेर सोद्धाखेरि नै मलाई चाहिँ इभी गाडी ठिक लाग्यो। अनि इभी गाडी चाहिँ लिनुहोस् भनेर मैले एडभाइस दिन्छु। यो राम्रो छ। जस्तै काठमाडौँमा त एकदमै राम्रो छ झन्, किनभने पेट्रोलमा यति धेरै खर्च आउँछ। इभीमा चाहिँ एकचोटि चार्ज गऱ्यो भने आरामले टिक्छ काठमाडौँमा 7-8 दिन चाहिँ मजाले। त्यही भएर अहिले धेरै सजिलो भएको कारण त्यही भएर मैले इभी नै अहिले सबलाई एडभाइस दिन्छु। भर्खरै अब लन्च भइरहेछ अब ओमोडा E5 प्रो। सो त्योमा पनि अब एकदमै राम्रो फेसिलिटीहरू छ त्यसमा। सो हजुरले पनि चुज गर्नुहोला, गएर हेर्नुहोस्, राम्रो लाग्यो भने किन्नुहोला।